हेलो गाइस, वेलकम टु माई भ्लग। आज हामी चाहिँ खोला जान आँटेको छ स्कुलको लुगा धुनुलाई एन्ड प्लस पिकनिकको लागि। यहाँ मेरो हस्बेन्ड चाहिँ यता हुनुहुन्छ। यहाँ हामीले सबै रेडी गरेर राखेको छ, साबुनदेखि लिएर सबै के चाहिने। पर पनि हाम्रो साथीहरू सबैजना भाउजूहरू भाइहरू बहिनीहरू पर बसिरहेको छ सामान निकालेर रोडमा। अब हामी गाडी आउँछ त्यहाँबाट टक्कै चढेर जाने, म तपाईँहरूलाई देखाउँछु। हामी चाहिँ अब यहाँनिर पुलमुनि आएको दुधेमा हौ छैन रहेछ, पानी पनि धमिलो रहेछ। अब हामी फर्केर फेरि उकालो माथि टम्पिटर जाँदैछौँ लुगा धुनुलाई। हेलो, अहिले चाहिँ हामी चिया खाइसक्यौँ अनि खाना बनाउन आँटेको छ। यहाँ हेर्नुहोस् तपाईँहरूले, यहाँनिर आजको दिन चाहिँ एकदमै हामीलाई धोका दियो। आजको दिनले एकदम धोका दिएको छ। दिनसँगै भाउजू पनि धुमेको धुमिरहेको छु हजुर, एकदम गुनासो गरिरहेको छु दिनसँग। यहाँ हाम्रो अमृता भाउजू, यहाँ हाम्रो मेरिना भाउजू छ। 2 पोका लुगा लेखेँ, त्यत्तिकै फर्काएर लान्छु। अब घरमै डबर धुन्छु। पानी पनि धमिलो रहेछ अनि त्यही भएर आज त्यस्तो मजा आएको छैन। अनि यहाँ खाना छिटो छिटो पकाएको हामी, किनभने छिटो छिटो खाएर दिन धुमिरहेछ, छिटो छिटो जानुपर्छ। म चाहिँ यहाँ धुस्रै आमा कालो आँखा पनि साँच्ची नै उक्लो माथि पुगेछ। राईको झाग पनि लिएर आएको आज यहाँ के लाग्छ भनेर। तर मलाई राम्रै देखेँ त हौ, तर मलाई राम्रै देखेँ त हौ। हल्का हाम्रो यहाँ यतिखेर हाम्रो सेकुवा हल्का रमाइलो। भाउजू कसो भयो दाजु? यता कस्तो भयो? सेकुवा खानुभयो? दामी दामी। भाउजू कस्तो लाग्यो? मिठो भयो? यता हाम्रो सेकुवा रेडी हुँदैछ यहाँनिर चाहिँ। मेरो छिटो न, मलाई हेरेरै बनायो। यताबाट बनाऊ न भाइ, यता चाहिँ धुवा हुँदैन नि त, उता उडाउँदो रहेछ नि त है। यहाँ सेफ चाहिँ आजको सेकुवाको सेफ यता कनोज यता हेर्नु न, यता मुसुकै हाँस्यो न अलिकति। हेर न ल, भिडियो कल होइन हौ, भिडियो यहाँनिर सुँगुरको, यहाँनिर कुखुराको सेकुवा, यहाँनिर धुवाले। दुईजनाको फाल्टै जाँदैछ। डाडु लिएर एकजनाको एन्ट्री भयो यहाँनिर नोएलको।
देखाएको